गेम खेलेर म अस्ति भर्खर एज साउथ एसियन च्याम्पियनसिप पनि खेलेर आएँ। त्यहाँ पनि म गोल्ड मेडलले थिएँ। त्यहाँबाट आएर म अझै विभिन्न मेरो म त 10औं राष्ट्रिय खेल खेल्नलाई नै फेरि नेपाल फर्केको थिएँ। सबै कुरा हुँदाहुँदै मैले किन छोड्नु पर्यो भन्ने कुरा तपाईँहरूलाई फिल होला। एकदमै मलाई यो कुरा भनिरहँदा पनि मलाई एकदमै यो कुरा भनिरहँदा मलाई समयमा मलाई एकदमै मलाई मनमा पिन्च हुन्छ यो कुरा हैन। म मेरो खेल इच्छा लाएर छोडेको हैन। म मेरो खेलको मलाई भएको अलिकति चित्त नबुझाइ मलाई एकदमै मेरो खेलबाट चित्त दुखेर चाहिँ म अब यो कुरा छोड्न लागेको। मलाई मेरो खेलबाट चित्त दुखेको हैन कि मेरो खेलमा आबद्ध भएको जति पनि यो हाम्रो करातेलाई चलाइरहेको पदाधिकारीहरू छन् यो कुराहरूबाट चाहिँ म अलिकति डिसस्याटिस्फाइड भएर चाहिँ म यो स्पोर्टलाई छोड्न लागेको हुँ। कारण पनि भन्नुहोस् न तपाईले के कारण खासै यसको कारणै के हो मलाई पनि थाहा छैन। म पनि अचम्म परेको छु किन यस्तो मलाई यस्तो किन भयो भन्ने कुरा म अचम्म परेको छु। केही समय अगाडिबाट यो कुरालाई सुरु गर्नु पर्दाखेरि 19औं एसियन गेम खेल्न जाँदाखेरि यहाँ हामी कोच क्याम्पमा थियौँ। सबै कुरा नर्मली थियो। मलाई त्यो कुरा त्यो टाइमसम्म मलाई केही पनि फिल पनि भएको थिएन। मलाई रियलाइज पनि भएको थिएन। मेरो स्पोर्ट्स लाइफ राम्रै गइरहेको थियो। मेरो आफ्नो व्यवसाय मेरो घराइसी कुरा पनि राम्रै गइरहेको थियो। सबै कुरा ठिकै थियो। र एसियन गेममा मैले पनि 3 फाइट खेलेको हुँ एसियन गेममा। त्यो 3 फाइट खेल्दाखेरि मलाई जसरी हाम्रो कराते महासङ्घको अध्यक्षले मलाई बारम्बार फोन गरेर चाहिँ मेरो अर्को फाइट हुन लाग्यो। उहाँले मलाई गुड लक विश गर्नुहुन्थ्यो। फेरि एकछिनमा अर्को फाइट हुन लाग्यो फेरि गुड लक विश गर्नुहुन्थ्यो। त्यो कुराले म यति एक्साइटेड थिएँ कि अब म स्टिल यो स्पोर्ट्सलाई चाहिँ अब अझै म लङ टाइमसम्म लैजान्छु। म टाढासम्म यसलाई खेल्छु भन्ने मेरो विचार थियो। अनि एसियन गेम खेले मेरो त्यहाँ मेडल आएन। मैले त्यहाँ ल्याउन सकिनँ। त्यहाँबाट फर्किसकेपछि यहाँ नेपाल आएँ। म नेपाल आइसकेपछि अलिकति कस्तो कहीँ कतै इग्नोर फिल भएको जस्तो मलाई महसुस चाहिँ भइरहेको थियो। तर मलाई कस्तो फिल भएको थियो कि सायद मैले मेडल ल्याउन सकिनँ। करातेबाट अरू कसैले मेडल हाम्रो एरिकाले मेडल त्यहाँ ल्याएको थियो। त्यही भएर सायद उसलाई प्रायोरिटाइज गर्नु त स्वाभाविक हो। यो नर्मल ह्युमन नेचर होला भनेर मैले फिल गरेँ। तर पछि यही हाम्रो NSCF पल्सर स्पोर्ट्स अवार्डको जुन नोमिनेसनमा म परेँ पिपुल्स चोइस अवार्डमा। त्यो पढ्दाखेरि हरेक वर्ष देखेर आएको सबै कुनै पनि स्पोर्ट्सको खेलाडीहरू स्पोर्ट्स अवार्डमा पर्छ भने त्यहाँ आफ्नो कराते आफ्नो फेडरेसन आफ्नो सङ्घले त सपोर्ट गर्छ नि। अनि मैले फेरि अब म त्यहाँ हुँदाखेरि अब हाम्रो भलिबलको थियो, टेबल टेनिसको थियो, फुटबलको थियो। सबै सङ्घले चाहिँ कति मजाले आफ्नो प्लेयरलाई चाहिँ प्रमोट गरिरहेको थियो। त्यो कुरा मैले नपाइरहँदा मलाई सायद मैले नभनेर भागो कि जस्तो मलाई महसुस भयो। अनि मैले युवराज गुरुलाई भेटेर पनि भनेँ, उहाँलाई अरू विभिन्न मान्छेहरूलाई पनि भन्दाखेरि हुन्छ म यो कुरालाई मेसेज प्रो गर्दिनँ, यस्तो गर्दिनँ उस्तो गर्दिनँ भन्ने खालको कुरा हो। त्यो बेला पनि के पनि गर्नु भएन। र जब स्पोर्ट्स अवार्ड आउनु 1 दिन कि 2 दिन अगाडि चाहिँ के पनि सङ्घबाट नभएको हुनाले मलाई अलिकति नमजा जस्तो भइरहेको थियो। मैले फेरि कहीँ कतैबाट के सुनेँ भने युवराज गुरुले मलाई पनि भन्नुभएको थियो यसरी पर्नु त भन्दा त एरिका पर्नुपर्ने होइन, एरिकाले त यो ठुलो एचिभमेन्ट ल्याएको छ भन्नुभयो। यो त म सायद 80 सालको स्पोर्ट्स अवार्डमा परेको थिएँ। त्यो त 79 सालको एचिभमेन्ट हेरेर राख्ने स्पोर्ट्स अवार्ड हो नि त। अब यसमा उहाँको कुरा सुन्दाखेरि व्यक्तिगत चिन्जान भएर तँलाई राख्यो कि क्या हो भन्ने खालको जस्तो उहाँको कुरा सुन्दा म त अचम्म भएँ क्या। मेरो त एकदमै त्यो भन्नु बित्तिकै अब मैले के जवाब मैले न कोहीसँग कुरा गरेँ। म यो पल्सर स्पोर्ट्स अवार्डमा परेको मलाई नै थाहा थिएन। मैले पछि थाहा भएको त्यो कुरा भन्नु भइसकेपछि मेरो त उहाँलाई मैले के जवाब दिने मैले जानेँ। मैले हाँसेर टार्दिएँ त्यो कुरालाई। अब के जवाब दिने त त्यो जवाब दिने कुरै थिएन। अनि म त्यतिकैमा त्यो कुरा सक्यो। अनि त्यसपछि उहाँले के पनि गर्नु भएन। मैले यो स्पोर्ट्स अवार्डमा मैले मेरो कराते फ्यामिलीबाट मैले खासै के पनि पाइनँ। मलाई बरु अरू चिन्जान मेरो करातेको मान्छेहरूबाट मैले माया पाएँ। त्यहाँबाट मैले अलिअलि भोट पाएँ। अरू के पनि मैले गरिनँ। यो कुरामा मलाई त्यति मन दुखाएको पनि थिएन। त्यसपछि एसियन गेम खेल्दै मैले चाहिँ म एसियन गेम खेलेर गइसकेपछि म केही समय चाहिँ अलिकति म ब्रेक लिन्छु होला, मेरो पारिवारिक काम छ भनेर मैले मेरो कोचलाई पनि भनेर आइरहेको थिएँ। त्यो बेला कुशल दाई हाम्रो कोच हुनुहुन्थ्यो। उहाँलाई पनि मैले भनिरहेको थिएँ मेरो पारिवारिक काम छ, म चाहिँ केही समयको लागि चाहिँ ब्रेक लिन्छु होला भनेर मैले भनेको थिएँ। त्यो भनेर यहाँ नेपाल आएँ। स्पोर्ट्स अवार्ड भयो। त्यो सकिसकेपछि यहाँ 7 साउथ एसियन च्याम्पियनसिप गेम भएको थियो। तपाईँलाई थाहा छ त्यो बेला 7 साउथ एसियन च्याम्पियनसिप गेम भएको थियो।
अनि त्यो गेममा मैले खेलिनँ, मैले सेलेक्सन पनि खेलिनँ, मैले त्यो गेममा पार्टिसिपेट पनि गरेँ। अनि त्यो गर्दै गर्दा मलाई युवराज लामाले फेरि त्यो बेला पनि चाहिँ के हो त ठुलो भएछ त मतलब अब यो गेमै खेल्नु नपर्ने, तँलाई यो गेम सानो लाग्यो भनेर भन्नुभयो। मैले त्यस्तो होइन गुरु, म मेरो पारिवारिक काम छ, म भ्याउँदिनँ भनेर मैले पहिलादेखि नै उहाँलाई पनि भनेको थिएँ। जस मैले कोच मेरो नजिक त कोच थियो, मैले कोचलाई भने अरूलाई मलाई त्यति कोचलाई भनेको मलाई याद छैन। त्यो भए तापनि अनि त्यो गेम पनि खेलिनँ मैले। त्यो गेम नखेल्ने बित्तिकै मिसन 2026 भनेर नयाँ कोच क्याम्प सुरु भयो, ट्रेनिङ क्याम्प सुरु भयो। त्यो ट्रेनिङ क्याम्प हुँदाखेरि मलाई राखिएन। अब मलाई पनि त्यो कुरा नर्मली फिल भइरहेको थियो, किनभने 7 साउथ एसियन च्याम्पियनसिपको गोल्ड मेडलिस्टलाई त्यहाँ राखेर गर्ने भन्ने कुरा भएको थियो। त्यही हिसाबले गरियो होला भनेर मैले सोचेँ। त्यो कुरामा मलाई इस्यु पनि थिएन। त्यसपछि मैले त्यो नभइसकेपछि मैले आफै अब म त त्यसपछि म अमेरिका गेम खेल्न जान लाग्थेँ। त्यसमा अमेरिका गेम खेल्न जानलाई अब मलाई त ट्रेनिङ गर्ने प्लेटफर्म चाहियो, मलाई त पार्टनर चाहियो, म एक्लै ट्रेनिङ गरेर त गर्न सक्दिनँ। अनि मैले कराते महासङ्घमा आफै निवेदन दिएर, अब सायद मैले त्यसरी निवेदन दिएर त मलाई ट्रेनिङमा राख्नु भन्नुपर्ने आवश्यक पनि थिएन होला। म यत्रो वर्षदेखि खेलिरहेको मान्छे, म यत्रो वर्ष यो आफ्नो प्लेटफर्मलाई जोगाएर बसेको मान्छे, मैले निवेदन दिएर जानु पर्दैन थियो होला। मैले एक वचन बोलेको हिसाबले मलाई ट्रेनिङ गराउनु पर्थ्यो होला। तर मैले निवेदन दिएर मलाई ट्रेनिङमा पनि राख्नुभयो। मैले ट्रेनिङ पनि गरेँ। ट्रेनिङ सकाएर म अमेरिका, म कुशललाई, एरिका, हाम्रो दिपक गुरु, हामी सबैजना अमेरिका गएर गेम खेलेर नै आयौँ। त्यो बेलासम्म पनि मलाई त्यस्तो केही फिल भएको थिएन। अनि आयो, ट्रेनिङ गऱ्यौँ, हरेक कुरा मलाई नर्मली फिल भइरहेको थियो। मलाई त्यस्तो खासै अरू मैले फिल त मलाई मनमा भित्र भएको थियो, तर मैले एक्सप्रेस गर्नुपर्ने आवश्यक छ जस्तो मलाई फिल चाहिँ भएको थिएन कि। अनि त्यो सकेर आएँ, त्यसपछि नेपाल फर्केँ म। अनि त्यसपछि अनि भुटानको लागि 56औं राष्ट्रिय खेल भयो, 56औं राष्ट्रिय कराते च्याम्पियनसिप भयो। त्यो गेमबाट जितेको सबै गोल्ड मेडलिस्टलाई चाहिँ भुटानमा गेम खेलाउन लैजाने भन्ने कुरा भइसकेको थियो। र त्यो गेममा म फर्स्ट पनि भएँ, म भुटानको लागि सेलेक्ट पनि भएँ। सेलेक्ट भइसकेपछि केही समय चाहिँ हामीलाई भुटान लग्नु अगाडि ट्रेनिङ गर्नलाई ट्रेनिङ सुरु भएन। अनि ट्रेनिङ सुरु नहुँदाखेरि त्यो पहिला मिसन 26को टिम चाहिँ ट्रेनिङ गरि नै रहेको थियो। त्यो टिमबाट 2 जना खेलाडी चाहिँ अनडिसिप्लिन भनेर चाहिँ त्यो टिमबाट निकालियो क्या। त्यो जुन पहिला राखेको क्याम्पबाट 1-1.5 महिनाको बिचकै कुरा हो यो, रेगुलर ट्रेनिङ भएन के भएन भनेर निकाल्यो। त्यो हुँदाखेरि अब म त नेसनल सेलेक्सन गरेर पनि आइसकेँ। म त नेसनल टिममा पढ्ने, मेरो त अब फेरि क्वालिफिकेसन, म फेरि क्वालिफाइड भयो नि त। म अगाडि पनि क्वालिफाइड नहुनु त ममा के पनि रिजन थिएन। तपाईँहरू मेरो हिस्ट्री हेर्नुहोस्, अहिलेसम्म खेलिरहेको गेममा म कहिले पनि हारेर, मलाई कसैले लबिङ गरेर मलाई टिममा राखेको होइन नि। म त आफै जितेर आएको खेलाडी हो नि त। र त्यो हुँदाखेरि पनि फेरि अब 2 जना खेलाडी निकाल्यो। मलाई अलिकति एक्सपेक्टेसन चाहिँ मलाई फेरि अब टिममा फेरि रिजोइन गर्नु हुन्छ जस्तो फिल भयो। त्यो गेम सेलेक्सन सकिसकेपछि फेरि टिममा राख्दा अर्को नयाँ 2 जना खेलाडी राख्नुभयो। त्यसमा पनि मेरो केही इस्यु थिएन, किनभने सायद अब केही कुरा नै होला नि त मलाई नराख्नु खोजेको भन्ने मलाई महसुस भयो। मैले त्यो कुरालाई पनि मैले धेरै इस्यु मानिनँ। त्यसपछि त्यो 2026 को चलिरहेको थियो। भुटानको सिलेक्टेड टिम एक ठाउँमा थियो। अब सबै टिमलाई एकैचोटि ट्रेनिङ गर्न बोलाउने भनेर भन्नुभयो। अफिसियली पेपर नआएको हुनाले हामीले पुलिस क्लबबाट ट्रेनिङ गर्न नजानु भन्नुभयो। त्यो हिसाबले ट्रेनिङ पनि गर्न गइएन। म नजाँदा जाँदै पछि मबाट हारेको खेलाडीलाई टिममा बोलाएर फेरि ट्रेनिङ गराउनु भयो। त्यो कुरा त त्यहाँ हेर्दा कसैलाई केही कुराले त्यो कुराले इम्प्याक्ट परेको थिएन होला। त्यहाँ 70-80 जना खेलाडी थियौँ हामी। तर त्यो कुराले डाइरेक्ट इम्प्याक्ट चाहिँ मलाई परेको थियो कि म ग्रुपमा हेर्छु भुटान जाने सबै खेलाडीले पासपोर्टको फोटो पठाउनु, एउटा आफ्नो अटो साइज फोटो पठाउनु भन्छ। त्यो भाइले त्यो फोटो पठाउँछ त्यहाँ त्यो मेसेन्जरमा। अब मलाई अब त्यो कुराले मलाई भित्रभित्रै हिट गरिरहेको थियो। मैले कसलाई मैले भन्न पनि सकिनँ कि त्यो टाइममा। अनि भुटानको अनि त्यसपछि विभागमा चिठी पठायो। विभागले ट्रेनिङको लागि जानु भन्यो। म एक दिन ट्रेनिङ पनि गएन, 1-2 दिन। मलाई एकदमै त्यो कुराले मनमा हिट भइरहेको थियो। अब सबै फर्स्ट भएको खेलाडीलाई भुटान लैजाने, भुटान लगेर त्यो फर्स्ट भएको टिम मध्येमा चाहिँ हाम्रो टिम इभेन्ट हुन्छ, टिम फाइटमा चाहिँ त्यो फर्स्टहरू मात्रै खेलाउने भन्ने कुरा भएको थियो। त्यो भाइलाई टिम फाइटमा खेलाउने भन्नुभयो। म त पुरा क्लियरै भएन। म एक दिन ट्रेनिङ पनि गइनँ। मलाई अनि क्लबबाट फोन गर्नुभयो र जाऊ भनेर गाली गर्नुभयो। मतलब मलाई भन्नुभयो। म गएँ पनि ट्रेनिङ गरेँ। म त्यो टिममा सबैभन्दा पुरानो खेलाडी नै मै छु अहिले। मै थिएँ त्यो बेला। मैले सबै टिमलाई ह्यान्डल पनि गर्थेँ, हरेक कुरा गर्थेँ, सबै कुरा भयो। अनि त्यसपछि त्यहाँ ट्रेनिङ गर्दै गएँ। मेरो मनमा त्यो क्वेसन एभ्री टाइम भइरहेको थियो। त्यो भाइले पनि मलाई फेरि सोधेछ, दाइ
तपाईँले टिम फाइट खेल्नु हुँदैन भने चाहिँ म टिम फाइटमा खेल्छु, तपाईँ छोडिदिनु हुन्छ मेलाई भनेर भन्यो क्या त्यो भाइले। अनि किन मैले त्यो गर्न आवश्यक छ र भनेर मैले उसलाई सोधेँ। अनि उसले त्यस्तै कुरा गऱ्यो। म चाहिँ खेल्छु होला, तिमी त्यस्तो नसोच, तिमी क्लियर भइरहेको भनेर पनि त्यो भाइ त भुटान आयो हामीसँग गेम खेल्नु। म भुटान जानलाई हामी यहाँबाट बसमा गयो, म अलिक बिरामी भएँ कि यो हामी बसमा ट्राभल गरेको, पसिना थियो, हरेक कुरा थियो। बसमा हिँड्दाखेरि म आज गएर भोलि गेम खेल्दा म एकदमै बिरामी भएँ। म आज मेरो गेम थियो, म बिहान 101 102 को ज्वरो थियो। अब मेरो गेम भोलि छ, म आजबाट बिरामी हुन थालेँ। बिहान त 101 102 हो, म ज्वरोले उठ्नै सकिनँ। अब त्यो पनि गेम त खेल्न जानु पऱ्यो, आइसक्यो। त्यो दिन उठ्यो, गेम खेल्न गयो। म गेम खेलेर जितेँ पनि, मैले राम्रो फाइट पर्फर्म गर्न सकिनँ होला, तर म जितेँ। म गोल्ड मेडलै भएँ म त्यो दिन पनि। त्यो पछि अब टिम फाइटको लागि फेरि इभेन्ट सुरु हुने भयो। टिम फाइटको लागि म थिएँ, अरू सबै खेलाडी थियो। मैले 2 फाइट खेलेँ टिम फाइटमा। एउटा फाइट म जितेँ, अर्को फाइटमा म हार्न पुगेँ, नसकिसकेको थिएँ। बिहानको 10 बजीदेखि फाइट खेलिरहेको, बेलुकाको 5 बजिसकेको थियो। म ज्वरो आइरहेको मान्छे, आँखा खोल्न गाह्रो भइसकेको थियो, पुलिसकेको थियो, हरेक कुरा भयो। म हारेँ त्यो बेला। एउटा आफ्नो पर्सनल इभेन्टमा म गोल्ड मेडलै भएँ, टिम फाइटमा एउटा फाइट जितेर म अर्को फाइटमा चाहिँ हार्न पुगेँ। त्यो हुँदाखेरि पछि लास्टमा मेडल सेरेमनी भयो, हरेक कुरा भयो। मलाई त युवराज लामागुरुले मेडल लाउँदाखेरि जित्नु त जितिस्, तर खासै राम्रो खेल्नेस् तैँले भन्नुभयो क्या। अगाडिदेखि मलाई बारम्बार कुनै न कुनै कुरामा हिट गर्नु भएको छ, फेरि यहाँ पनि यस्तो भन्नुभयो। म एकदमै निराश भएँ त्यो दिन। अब कसलाई मैले भन्ने यो कुरा, मैले मेरो न स्पोर्ट्सको कोही साथीलाई सेयर गर्न सक्थेँ, म घर फ्यामिलीलाई सेयर गर्न सक्थेँ। मलाई एकदमै त्यो कुराले हिट भइरहेको थियो। त्यही पनि ठिकै छ, अब भइहाल्यो। अब मैले राम्रो खेलिनँ, सायद अनसेटिस्फाइड हुनुभयो होला, इट्स फाइन भनेर त्यहाँबाट म गाडीमा नै आउन सकिनँ। म पछि फ्लाइटमा फर्केँ, उहाँहरू सबैजना गाडीमा फर्किनु भयो। म नेपाल आएँ केही समय, त्यसको फेरि 1-1.5 हप्तापछि त्यो बेला इन्डोर एसियन गेम थाइल्यान्डमा हुन लागेको थियो। इन्डोर एसियन गेमको लागि नेम लिस्ट रेडी भयो। त्यो बेला नेम लिस्ट कसरी रेडी भयो, सबै भुटानमा खेलेको गोल्ड मेडलिस्ट मध्येमा सिनियर टिमको सेलेक्टेड खेलाडीले जाने भन्नुभयो। ठिकै छ, अब त पर्यो नि त, अब त के छ र, अब त गेम पनि जित्यो, सबै कुरा भयो भन्ने जस्तो भयो। फेरि इन्डोर एसियन गेमको लागि मेरो नाममा मसँग हारेको अर्को भाइको नाम राखिदिनु भयो। म त फेरि सक भएँ। अब चाहिँ म क्वेसनै गर्छु भन्ने सोचले चाहिँ म पनि रेडी भएँ। अब यो अति भयो, हरेक कुराबाट यस्तो किन मलाई कट अफ गर्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो। म गर्छु भनेर सोचेँ। अनि त्यो गर्नु अगाडि अनि त्यो मलाई त्यसमा पनि इन्डोर एसियन गेममा पनि राख्नु भएन। अब सपोज ल त्यहाँ त्यो इन्डोर एसियन गेममा हाम्रो विभिन्न वेट विधा हुन्छ, मेरो वेट विधा नै नलगेको भए मलाई अझै प्रब्लम हुँदैन थियो होला। सायद मलाई लग्नु भएन, अर्को वेट लग्नु भयो भन्ने मेरो फिलिङ्स हुन्छ होला। तर मेरै वेट लगाएको छ, मेरो वेटमा अर्को खेलाडी छ, त्यो कुराले पनि म एकदमै स्याटर्ड भएँ। अनि म ठ्याक्कै बाटो हिँडिरहेको थिएँ। अनि राष्ट्रिय टिम तयारीमा ठ्याक्क म पुगेँ। त्यो बेला ठ्याक्क हाम्रो त्यहाँ दिपक शिशोगुरु पनि भेट्नुभयो। म त्यो बेला नामको टिम लिस्ट त्यहाँ थियो। अनि मैले सोधेँ, मलाई किन नराखेर रहेछ गुरु, यत्रो वर्ष खेलेँ, यत्रो गरेँ, केही त भएको छैन जस्तो, मैले केही गल्ती त गरेको छैन जस्तो, मेरो ठाउँमा त अर्को नाम राखेर भन्यो। त्यही दिन कस्तो संजोग थियो कि ठ्याक्कै युवराज गुरुले त्यहीँ फोन गर्नुभयो, युवराज लामागुरुले त्यहीँ फोन गर्नुभयो, म त्यहीँ थिएँ। अनि त्यो के नामको लिस्टको कुरा भइरहेको थियो, यो पठाएको छ, यस्तो भन्नुभयो। उहाँले आफै फेरि कुरा निकालेर के भन्नु भने, त्यो हेभी वेटको केटा छ नि, त्यो के अरे त्यो विप्लव, त्यसले चाहिँ यसपालि खासै राम्रो गेम खेल्न, अब त्यसको अलि एज पनि हुन थालिसक्यो, अब त्यसको सट्टा चाहिँ नयाँ खेलाडी राख्नुपर्छ, यिनीहरू गर्न सक्छ, यो खेलाडी राख्नुपर्छ भनेर मेरो अगाडि नै भन्नुभयो। म कुरा गर्न जानलाई आँटिसकेको मान्छे, म त्यो सुनिसकेपछि मलाई कुरा गर्नु एक थोपो पनि मन लागेन, एक थोपो पनि मनै लागेन। मैले त्यसपछि कुरा पनि गर्न चाहेन। म त्यसपछि मसँग अमेरिकाको भिजा थियो, मसँग अस्ट्रेलियाको भिजा थियो। मलाई यहाँ नेपाली गेम खेलेर बस्नुपर्ने, म आफ्नै व्यवसाय गरेर बसिरहेको मान्छे। म यो स्पोर्ट्सलाई मेरो हबीको हिसाबले म इन्जोय गरिरहेको मान्छे हो कि म अरू कोही, म यो कुराले बाध्य भएर खेल्न खोजेको अथवा धेरै अरू कोही रिजन छैन। म हबी हो, म इच्छा गर्दै खेलेको कुरा। यो चिजलाई मैले अब एकदमै मलाई पिन्च भयो यो कुराले, मलाई एकदमै चित्त दुख्यो त्यो कुरा सुन्दाखेरि। आफै त्यही छ, आफ्नै अगाडि त्यस्तो कुरा भनिसकेपछि मलाई एकदमै चित्त दुखेर म अस्ट्रेलिया गएँ। म जानु अगाडि मैले दावागुरुलाई भेटेर पनि भनेर गएको थिएँ, दावागुरु म केही समयको लागि अस्ट्रेलिया जाँदैछु, अब म केही समय अलिक रेस्ट गर्छु,
म 1-1.5 महिना बसेर आउँछु भनेर म गएँ अस्ट्रेलिया गइसकेपछि पनि त्यहाँबाट मैले खबरै गरेर गएको थिएँ चाइनाको एसियन गेममा पनि हामी सबैलाई लग्ने कुरा भएको रहेछ। अब त्यो कुरामा नि मलाई केही इन्फर्म थिएन, सबैजना खेलाडीहरू गयो खेल्यो आयो। त्यो देख्दाखेरि मलाई चाहिँ त्यो बेला कति नमजा भएको थियो। हुन त अब त्यो कुरामा मैले भनेर आवश्यक के रस पनि छैन, किनभने त्यो बेला म देशमै थिइनँ, म बाहिर थिएँ। मलाई इन्फर्म पनि गर्नु भएन होला, लग्नु भयो होला, खेलाउनु भयो होला, ल्याउनु भयो होला, त्यो कुरा केही पनि फरक छैन। त्यसपछि म फेरि अस्ट्रेलियाबाट फर्केँ। फेरि अनि त्यसपछि ती मिसन 2026 को पहिलो टिम क्याम्प आर्थिक वर्ष सकेर पहिलो क्याम्प सक्यो, दोस्रो क्याम्प फेरि सुरु भयो। दोस्रो क्याम्प सुरु हुँदा चाहिँ त्यसमा चाहिँ के प्रोटोकल थियो भने त्यो टिममा राखेको भुटानमा जितेको सबै गोल्ड मेडलिस्टलाई चाहिँ 2026 को नेक्स्ट क्याम्पमा राख्ने भन्ने कुरो हो। अब त म नेपालमा पनि छु, मैले भुटान गेम खेलेर आएर अरू कुनै इम्पोर्टेन्ट गेम मिस पनि गरेको छैन, नेसनल गेम पनि जितेको, म सबै कुराले क्वालिफाइड थिएँ, म हारेको पनि थिइनँ। फेरि नेम लिस्ट आयो, फेरि मेरो नाम आएन, फेरि अर्को खेलाडी आयो। म त सक भयो यो कुराले फेरि पनि। त्यसपछि सिङ्गापुर च्याम्पियनसिपको लागि पनि नेम लिस्ट रेडी भयो, त्यसमा पनि मेरो नाम छ, त्यसमा पनि मेरो सट्टा अर्को त्यही भाइको नाम छ। म त हचमै पऱ्यो त्यसमा पनि। अब ल ठिक छ, क्लोज क्याम्प पनि राख्नुभयो, आफ्नो हिसाब महासङ्घले आफ्नो के हिसाबले निर्णय गरेर राख्नुभयो, त्यो सायद के सोचेरै गर्नुभयो होला, त्यो कुरा मलाई समस्या थिएन। सिङ्गापुर च्याम्पियनसिप खेल्न लैजाने हो भने त्यो कुरामा सेलेक्सन पनि भएन, सेलेक्सन पनि गराउनु भएन। आफ्नो नाम को खेलाडीलाई पाएको त्यसको नाम राखेर लगाउनु भयो। अब मैले त गर्न सक्ने कुरा केही पनि भएन, म एकदमै ब्रेक भयो। मलाई यो कुरा अब मलाई एकदमै फ्रस्ट्रेटेड फिल भयो। अब मलाई क्वेसन पनि गर्नु मलाई के पनि मन लागेन। मैले त्यसपछि सिधै खेलकुद मन्त्रालयमा चिठी लेखेर गएर यो खेलको लागि यस्तो खेलाडी लग्दैछन्, बिना सेलेक्सन लग्दैछ, मैले यो खेलमा सहभागी हुनलाई कि सेलेक्सन प्रक्रिया लगाउनु पऱ्यो, नभएदेखि मलाई यो खेलमा सहभागी हुनलाई यहाँबाट चाहिँ ध्यान आकर्षण हुनु पऱ्यो भनेर म मन्त्रालयमा गएँ। मलाई मन्त्रालयसँग 4 दिन 5 दिन मलाई यता कहिले भोलि 2 बजे आउनु भन्ने, भोलि के आउनु भन्ने, कहिले अब खेलाडीहरूलाई म जान दिन्न भन्नुहुन्छ, फेरि कहिले कागज भित्तामा रोकिदिन्छु भन्नुहुन्छ, के भने म त कन्फ्युजै भयो त्यो भनेको कुरामा। 4-5 दिन त म यस्तो कन्फ्युज भयो कि मलाई त ढिक्कै लागेपछि ल भयो, मलाई केही गर्नु नै छैन। अब के हो खेलेर के भयो, यत्रो वर्ष खेलेर के भयो, मैले नाम पाएँ, स्पोर्ट्सबाट पाउने मैले सेटिस्फ्याक्सन पाएँ। मेरो गार्जियनले नै मलाई मान्दैन भने म यो स्पोर्ट्समा बसिसक्नु मलाई आवश्यकै छैन भनेर म मन्त्रालयबाट त्यो पेपर पनि त्यहीँ सरेर त्यो म निस्किँदै त्यहाँबाट म फर्केँ। त्यसपछि मलाई मतलबै थिएन, म अब आनन्द बस्छु, अब म स्पोर्ट्समा अब जाँदै जाँदिनँ। म जाँदै नगइसकेपछि त मलाई राख्यो नराख्यो, मलाई गऱ्यो नगऱ्यो, मलाई चित्त दुःखै हुँदैन नि त भनेर म सबै कुरा छोडेर आएँ। मेरो दिमागले पो त्यो भन्यो, मनले त मेरो त्यो मानेको थिएन। मलाई एकदमै धेरै क्वेसन मैले आफूले गर्न थालेँ, धेरै कुराहरू गर्न थालेँ। मलाई किन यस्तो भयो त, मैले के रङ गरेछु त, मैले के रङ गरेँ भने त मलाई यस्तो हुन्छ होला, अथवा मबाट मैले हारेर म जबरजस्ती जानु खोजेको त होइन। मैले सायद के अनडिसिप्लिन काम गरेँ कि भन्नु मैले आफूले धेरै मैले फिल गरेँ क्या। मैले हेरेँ त्यस्तो एक्टिभिटी त मबाट भएको छैन होला। त्यस्तो के भएको छ भने उहाँले पनि मलाई आएर क्लियरली भन्न सक्नुपर्छ। अहिले पनि लेट भएको छैन, मबाट के गल्ती भयो भन्नु, म त्यो एडमिट गर्न रेडी छु। त्यसपछि मैले सोचेँ मलाई पछि लास्टमा गएर के महसुस भयो भने म यो स्पोर्ट्समा मलाई प्रोडक्सन म यो खेलमा मलाई जन्माउनु भएको, मलाई यो खेलमा आबद्ध गराएर मलाई यो खेलमा जन्माउनु भएको मेरो गुरु विनोद साके बुबाको। उहाँले मलाई फर्स्टमा स्टार्टिङ ट्रेनिङ गराएर नेसनल टिमसम्म उहाँले मलाई पुऱ्याउनु भएको। त्यो बेला सायद लगभग 14-15 को कुरा होला। त्यसपछि म नेसनल टिममा भइसकेपछि म दिपक गुरुसँग आबद्ध भएको। दिपक गुरुसँग आबद्ध हुँदाहुँदै म लगनखेल डोजोमा नै आबद्ध भएँ। हाम्रो ठाउँ एउटै, म पनि ललितपुरको, उहाँ पनि ललितपुरको। म लगनखेल डोजोमा आबद्ध, उहाँ पनि लगनखेल डोजोमा आबद्ध। 2015-16 देखि सायद लगभग 10 वर्ष म उहाँसँग बसेर राष्ट्रिय टिममा ट्रेनिङ गरिरहेको मान्छे। मेरो उहाँसँग अलिकति अट्याचमेन्ट हुनु, नजिक हुनु स्वाभाविक हो। उहाँको अस्ति लास्ट केही समय अगाडि अलिकति केही द्वन्द्व भयो होला, के होला, त्यो आफ्नो ठाउँमा छ। मलाई त्योसँग केही सरोकारको कुरा पनि थिएन। पछि मैले फिल गर्दै जाँदाखेरि त्यो कुराले चाहिँ मलाई अलिकति कट अफ बाइपास गरे हो कि जस्तो मलाई महसुस हुँदै आयो क्या। उहाँलाई पनि कराते महासङ्घबाट के कारबाही के गर्नुभएको थियो। त्यहाँदेखि त्यो एसियन गेमको टाइममै त्यो सबै भएको थियो र त्यसपछि नै म उहाँसँग मिलेको हुनाले चाहिँ
उहाँसँग म नजिक भएको हिसाबले चाहिँ मलाई कटअफ गर्दै लग्या हो कि क्या हो भन्ने कुरा चाहिँ मलाई महसुस भयो। उहाँहरूको आफ्नो व्यक्तिगत झगडा होला के होला त्यो मलाई सरोकारको कुरै भएन नि। त्यो मलाई म त खेल्ने खेलाडी हो, त्यो कुरा लिएर म ट्रेनिङमा के दायाँ बायाँ गरे भए त्यो कुराले के भइरहेको मलाई गर्नु पनि स्वाभाविक हुन्थ्यो होला। त्यो कुरामा म उहाँसँग मिल्छु भनेर मलाई कटअफ गरेको एकदमै मैले यो फिल गरेको कुरा हो। त्यो कुराले मलाई एकदमै पछिल्लो समय मैले सोचिरहेको त्यही हो कि भन्ने जस्तो चाहिँ मलाई एकदमै महसुस भयो। अब त्यो हुँदै गइसकेपछि बारम्बार यसरी कटअफ गर्दै जाँदा मैले उहाँलाई पनि यसरी भेटेर पनि भने यस्तो हो कि क्या हो, बरु तपाईँसँग नजिकिएर तपाईँलाई त अहिले घरातीले यस्तो गरिरहेछ, मलाई पनि त्यही गर्नु खोजे हो कि क्या हो भनेर सोध्दा खोज्दा त्यस्तो होइन होला, त्यस्तो नसोच भन्ने खालको कुरा गर्नु। त्यसपछि सबै कुरा यस्तो भइसकेपछि म अब मौन बस्छु, म के पनि गर्दिनँ। यो कुरा सबै भइसकेपछि मैले एकदिन फेरि युवराज लामागुरुको पोस्ट देखेँ फेसबुकमा। उहाँ त फेसबुकमा बारम्बार पोस्ट गरिराख्नु भएको हुन्छ, के लेख्नुहुन्छ के लेख्नुहुन्छ। म त मलाई यति उहाँसँग म फेसबुकमा भेट्नु मलाई एकदम उहाँको एउटा पोस्ट देखेर यस्तो इरिटेसन भयो कि त्यो सिङ्गापुर गएर आएको खेलमा चाहिँ के भयो बजेट सजेटको के लेखिराख्नु भएको थियो उहाँले। मलाई एकदमै त्यो कुरामा चित्तुकी मैले कमेन्ट गरेर जाने। तपाईँहरू परिषदबाट पैसा निकाल्ने सबै गर्ने अनि गेम खेल्नु जाने बेला हरेकचोटि खेलाडीसँग पैसा लिएर जाने अनि आफ्नो नजिकको नातेदातेलाई चाहिँ अफिसियल बनाएर लैजाने। यसरी चाहिँ सधैँ कराते ठिक छ, यसरी नै कराते चल्छ। तपाईँ नयाँ चेन्ज ल्याउँछु भनेर आउनुभएको मान्छे यही हो त चेन्ज भनेर मैले कमेन्ट गरेँ। उहाँले मलाई पाना मेसेज पठाउनु भयो फेसबुकमा। मैले पनि रिप्लाई गरेँ उहाँलाई, जहाँसम्म सक्छ जेसम्म सक्छ मैले पनि रिप्लाई गरेँ। मेरो बुवाभन्दा उमेर भएको मान्छेलाई मैले फेस गरेर म भन्न सक्दिनँ। उहाँले मलाई केही कुरा जवाब गर्नु दिनु भने म बोल्न सक्दिनँ। तर मैले फेसबुकमा उहाँले मलाई मेसेज गर्नुभयो, मैले पनि उहाँलाई केही त्यस्तो अराजक तरिकाले केही पनि भनेन। मलाई चित्त नबुझेको कुरा मैले उहाँलाई क्लियरली भन्थेँ, तपाईँले मलाई यो गर्नुभयो किन गर्नुभयो, रिजन के छ? रिजन के पनि छैन। तिमी अहिले पनि टिममा आउन सक्छौ, अहिले पनि तिमी इन्भल्भ हुन सक्छौ, तिमीले मलाई आएर कुरा गर्नु पर्थ्यो, तिमी अस्ट्रेलिया जाने बेला खबर गरेनौ, यो त्यो यस्तो रिजन दिनुभयो क्या उहाँले। तपाईँलाई मैले खबर गरेन होला। दावा गुरु हाम्रो कराते महासङ्घको पदाधिकारीमा हुनुहुन्न, उहाँलाई खबर गरेर जानु भनेको तपाईँलाई खबर नगर्नु हो त भन्ने कुराहरू पनि मैले भन्थेँ। मैले फेसबुकमा कमेन्ट गर्दाखेरि मैले फेरि एउटा कुरा अहिले पनि क्लियरै भनिदिइहाल्छु, मैले बुढीहरूलाई अफिसियल बनाएर लैजाने हो भनेर पनि मैले लेखिदिएँ। त्यो कुरा पनि क्लियर हो। आफूले गरेको कुरा मलाई अब मैले यस्तो किन यति साह्रो म एक्सपोज भइरहेको छु भने अब मलाई करातेमा तँलाई म यहीँ बस, तँलाई जिन्दगी बनाइदिन्छु भने पनि म यो ठाउँमा बस्दिनँ। म उहाँहरूसँग म यो ह्यासल पनि लिन सक्दिनँ। म यो ठाउँबाट पुरै टाढेरै जान्छु भनेर सोचेर मैले यो सबै कुरा गरेको आज। मलाई बारम्बार त्यस्तो गरिरहँदा मेरो मन यतिसम्म टुट्यो कि आज म यसरी आएर यो प्लेटफर्ममा यसरी बोल्नु पऱ्यो भनेपछि म भित्रभित्रै कति टुटेको होला। मलाई मेरो स्पोर्ट्समा यसरी रिटायरमेन्ट लिनु मनै थिएन। म 19 एसियन गेममा म 3 फाइट खेलिसकेपछि मलाई म आफूमा यति कन्फिडेन्ट बिल्ड भयो कि एसियन गेममा हामी नेपालीहरूलाई मेडल ल्याउन धेरै गाह्रो कुरा थियो। अब 3 फाइट खेल्दाखेरि आफूले त्यो एक्सपिरियन्स गर्दाखेरि त यो त्यो लेभलको गाह्रो चिज त होइन रहेछ नि भन्ने कुरा मलाई महसुस भयो क्या। किनभने जुन कुरा मैले सोचेको थिएँ र मैले जुन आफू खेल्दाखेरि मैले फिल गरेँ हामीमा त अलिक कन्फिडेन्ट मात्र डाउन भएको रहेछ भन्ने कुरा मैले महसुस गरेँ क्या। त्यो कन्फिडेन्ट कसरी डाउन भयो भन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्न सकेनौँ हामी, अलिकति